तपाईले डिसिजन लिन चाहिँ कतिको सक्नुहुन्छ, डिसिजन लिने क्षमता चाहिँ तपाईमा कतिको छ। तपाईसँग डिसिजन लिने क्षमता छ, डिसिजन लिन सक्नुहुन्छ भने तपाईले व्यवसाय गर्न सक्नुहुन्छ या एन्टरप्रेन्योर बन्न सक्नुहुन्छ। कुनै पनि व्यवसाय गर्दा वा एन्टरप्रेन्योरमा चाहिँ तपाईको निर्णायक डिसिजन हुने भएकोले तपाईले चाहिँ डिसिजन लिने क्षमता चाहिँ एकदमै बढाउनु पर्ने हुन्छ। तपाईले डिसिजन चाहिँ एकदमै छिटो लिनुपर्ने हुन्छ। कुनै ठाउँमा चाहिँ कुनै अपर्च्युनिटीहरु आएको समयमा डिसिजन तत्काल लिनुपर्ने हुन्छ। त्यसैले आफूले चाहिँ डिसिजन लिने क्षमता चाहिँ बढाउनु पर्ने हुन्छ। तपाईले अरु कसैको डिसिजन लिएर त्यसलाई फलो गर्ने हैन कि तपाईको डिसिजन चाहिँ अरूले फलो गर्नुन्। तपाईले त्यसको निर्णय लिनु पर्यो, डिसिजन लिनु पर्यो र त्यो डिसिजनलाई चाहिँ अरूले फलो गरेर काम गर्नु पर्यो। तपाईको डिसिजनमा त्यसरी काम गर्नुपर्छ। डिसिजन लिएर चाहिँ तपाई भने सबैभन्दा माथि चाहिँ हेड डिसिजन चाहिँ तपाईकै हुनु पर्यो। कुनै पनि व्यवसायमा तल जति कर्मचारी भए पनि, जति स्टाफ भए पनि हैन, मुख्य निर्णय चाहिँ तपाईको हुनुपर्छ। जबसम्म तपाईको कम्पनीको डिसिजन लिने क्षमता तपाईको हातमा हुन्छ तबसम्म कम्पनी तपाईसँग हुन्छ। तपाईको हिसाबले कम्पनी चल्छ। त्यही भएर कम्पनी चलाउँदाखेरि या कुनै पनि कम्पनीमा व्यवसायमा चाहिँ डिसिजन लिने क्षमता चाहिँ तपाईमा हुनुपर्छ र त्यो अधिकार पनि तपाईले लिनुपर्छ र जति सक्दो छिटो डिसिजन लिने क्यापेसिटी पनि आफूमा बढाउनु पर्यो। त्यसको लागि तपाईले घरायसी कामहरुमा चाहिँ डिसिजन लिँदाखेरि एकदम छिटो डिसिजन लिने प्रयास गर्नु पर्यो। कुनै पसलमा गएर केही सामान किन्दा होस् या कुनै घरमा कुनै कामको डिसिजन लिँदाखेरि एकदम छिटो